आज चाहिँ हाम्रो गाएको प्रोग्राम थियो। म चाहिँ कोट प्यान्ट लगाएर रेडी भएर चटक्क हिरो बनेर कालो चस्मा लगाएर निस्किएँ। अनि सबैलाई रेडी भयो कि भएन भनेर सबैलाई हेर्न हिँडेँ। अनि केटाहरू पनि सबैजना हिरो भएर कालो चस्मा लगाएर निस्किरहेको रहेछ। अब के गर्ने त अनि हिरो भयो यस्तो यार, आफू पनि हिरो देखेछ। कोही रेडी नभइकन त्यत्तिकै हिँडेर बसिरहेछ। अब ढिलो भइसकेको थियो, टाइम त्यत्तिकै पनि गइसकेको थियो। हामी ठ्याक्कै 9:30 बजे प्रोग्राम हलमा पुग्नुपर्ने थियो। गाह्रो पो थियो त हामीलाई पनि। अब सबैलाई रेडी हुनु भनेर कोठामा थर्काउने म चाहिँ डन जस्तो भएर हिँडेँ। सबैजनाले पारा भन्दै पारा देखाउँदै लुगा लगाइरहेको थियो कोट प्यान्टहरू। अब हाम्रो नेपाली चेलीबेटी दिदीहरू पनि सबैजना रेडी भएर राम्रै भएर निस्किनु भएको रहेछ। उनीहरूलाई नि अब गाडी लिन आउँछ भनेर गाडी पर्खेर बसिरहनु भएको थियो। यत्तिकैमा हाम्रो दुईजना सेन्से पनि ह्यान्डसम भएर पानी परेर छाता ओढ्दै आइपुग्नु भएछ। पानी पर्दा पनि छाता ओढेर रेडी भयो कि भएन हेर्न आइपुग्नु भएको थियो। अब त हामी त सबैजना रेडी भएकै थिएन। अब चाहिँ हामी त रेडी भएर सबैजना पानी झरीमा छाता ओढ्दै भयो भने हिँड्यौँ। अब पानी पनि परिरहेको थियो, छाता पनि अब सानो भएर अल्झिरहेको थियौँ। अब के गर्नु त, पानी झरीमा नि त अब प्रोग्राम बनाउनु जानै पऱ्यो त। हामी प्रोग्राम हलमा पनि पुग्यौँ। प्रोग्राम हल त सेम बिजी मल जस्तै रहेछ, फिल्म हल जस्तै ठुलो। के गर्नु त, फिल्म हेर्नु भनेर जानु भएन, प्रोग्राम थियो भन्दै सेन्सेले पनि ल फिल्मको देखाइदिन थाल्नु भयो त। सबै देशको फिल्महरू हेर्न थाल्यौँ के कस्तो छ भनेर हेऱ्यौँ। अब सबै रमाइलो लाग्यो, इन्जोय पनि भयो। यत्तिकैमा हाम्रो देश नेपालको फिल्म आयो। नेपालको फिल्ममा त वाउ, सबैजना उठेर ताली बजाएर नाच्न थाले। आफ्नो नेपाल देशको त कमसेकम इज्जत राख्यो। यत्तिकैमा डान्स प्रोग्राम पनि आयो। अब डान्स पनि अलिअलि हेऱ्यौँ हामीले, नाच्न थाले। अब डान्स पनि हेरिसक्यो। डान्स सकेपछि त ल रमाइलो गर्ने अरे, ल साथीभाइहरूसँग सबैजनासँग डान्स नआए पनि यसो कम्मर हल्लाउँदै नाच्न थाल्यौँ। अब के गर्नु त, डान्स त आउँदैन, त्यही पनि यसो एकछिन त रमाइलो गर्नु पऱ्यो। त्यतिकैमा हाम्रो प्रोग्राम पनि सकियो। नेपालको जस्तो मासु भात खान पाइन्छ होला भनेर गएको थियो हामी त वेलकम प्रोग्राम बनाउन, तर के गर्नु पाइएन। त्यही भएर निराश भएर केटाहरूसँग हामी फर्कियो। अब त्यस्तै त हो जिन्दगानी भनेर चुप बोलाएर जे भयो नि वेलकम त गर्नुभयो नि हामीलाई भनेर चित्त बुझाएर फर्क्यौँ है त। ल गाई टाटा।